सबैजनालाई सेवा हुवा नमस्ते शुभ प्रभात भन्न चाहन्छु। आज चाहिँ ठ्याक्कैसँगले असारको 14 गते 2082 सालको असारको 14 गते यहाँ तपाईहरुलाई एकदमै यहाँको यो सुन्दर मौसमको बारेमा हेर्नुस् त कस्तो राम्रो देखिरहेको छ। त्यसको बारेमा म देखाउन गइरहेको छु र केही ठाउँहरू यहाँबाट देखिएका ठाउँहरूको बारेमा पनि अलिअलि देखाउन गइरहेको छु। यो तपाईहरुले यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने यहाँको बारेमा केही थाहा हुनेछ र तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट र सब्सक्राइब गरेर सहयोग गरिदिनु हार्दिक अनुरोध गर्दछु र भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु हुनुको लागि पनि म यहाँहरूलाई अनुरोध गर्दछु। भिडियोमा बाँकी यो चाहिँ तपाईले अहिले बिहानीको समयमा ट्याक्कैसँगले देख्न सक्नुहुनेछ। एकदमै क्लियर भ्यूज आएको छ। यो देखिएको माथि चुचुरो चाहिँ ठ्याक्कै टेम्के हो। तपाईहरु पनि आएर घुमिसक्नु भएको होला। तथापि घुम्नु भएको छैन भने यो मुद्दुम पदमार्गको एउटा उद्गम स्थल पनि हो। आएर यो समयमा एकदमै आनन्द लिनुहुनेछ भन्ने मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यो यहाँ देखिएको चाहिँ ठ्याक्कै सिधा देखिएको यो खेतदेखि माथिको ठाउँ चाहिँ खावा हो। ठ्याक्कै यहाँ चाहिँ हाम्रो सुपर डुपर नायक दायाङ राईको घर हो भने यता तलतिर खावाकै भागहरू रहेको छ। चोकदोमा सुङकुराङ लगायत भागहरू हो। त्यहाँ अलिकति कुइरोमुनि भन्ज्याङ रहेको छ, तपाईहरुले देख्न सक्नुहुनेछ। साथै त्यहाँ माथि आएर टेम्कीको मुनि काखमा चाहिँ एउटा सानो गाउँ छ। त्यही पनि सानो भए पनि राम्रो चटक्कको छ। जसलाई मझौले भन्छ। अनि चट्ट यतापट्टि अर्को गाउँ छ। त्यहाँ आएपछि फेरि हाम्रै मावलीको घरहरू छ। त्यहाँ चाहिँ लुङ्गिन भन्छ। त्यहाँदेखि यता उरा आएपछि डाँडामा चख्य भन्ने ठाउँ छ। यो चाहिँ ठ्याक्कै म अहिले अन्नपूर्णको स्कुलको मुनिको रोडबाट यो दृश्य तपाईहरुलाई देखाउन गइरहेको छु। हेरेर साथ दिनु होला है त।